यो चाहिँ हैन पहिला के गर्नुपर्छ भन्दाखेरि भिआइपी छ नि भिआइपी 2 मा जाने है फर्स्ट सेकेन्ड 2 मा जाने अनि यो 43 को यो प्याकेज किन्नुपर्ने हुन्छ अनि मेसिनबाट रिक्वेस्ट गर्ने हो अनि दिनको 140 140 कमाउने हो केही गर्नु पर्दैन है रिक्वेस्ट गर्ने हो केही गर्नु पर्दैन अनि यहाँ देख्न सक्नुहुन्छ मैले चाहिँ यहाँ विथड्र गरेर यत्रो कमाइसके कि पैसा यत्रो कमाइसके त्यसको लागि चाहिँ तपाईले रिचार्ज गर्नुहुन्छ पहिला त्यो 43 को मैले देखाएको थिएँ नि त त्यो 004 मा जाने यहाँ 43 मा चाहिँ चुज गर्ने रिचार्ज नाउमा जाने तपाईको ब्याङ्कमा जाने है यसरी ब्याङ्कमा गएर पेमेन्ट गरिदिने यहाँ जाने ब्याङ्क जेबाट पेमेन्ट गरिदिँदा पनि भयो यहाँ जाने यहाँ गएपछि चाहिँ सेन्ड मनीमा जाने अदर ब्याङ्कमा जाने पाइ अकाउन्ट नम्बरमा जानु पर्यो अकाउन्ट नम्बरमा जानु पर्यो है तपाईहरु अनि यहाँ के छ नोबेल ब्याङ्क छ यहाँ अनि यो अकाउन्ट नम्बर यता राखिदिने हैन सरोज तामाङ चाहिँ यहाँ राखिदिने अमन 43 रुपैयाँ गर्ने हैन अनि यहाँनेरि पेमेन्ट गरिसके हुन्छ नि पेमेन्ट हामीले यसरी स्क्रिनशट गर्ने त्यो पेमेन्ट भएको है पेमेन्ट भएको स्क्रिनशट यहाँनेरि हाल्ने आई ह्याभ पेड गर्ने हैन आई ह्याभ पेड गरिदिने अनि त्यसपछि के गर्ने भन्दाखेरि यहाँनेरि तपाईको सेल्स रेभेन्यूमा पैसा आउँछ हैन 43 रुपैयाँ देखाउँछ अनि भिआइपी मा जाने यहाँ सेकेन्डमा जाने अनि 43 को यो किन्ने अनि तपाईको यहाँनेरिबाट सुरु हुन्छ है यही होला गर्ने यसरी नै हो केही गाह्रो छैन।